बाइबलबाट 101 लोकप्रिय कथाहरू। शालोम एभ्रिवन। आज हामी पाठ 3 पहिलो पापको बारेमा हेर्नेछौँ। अदनको बगैँचाबाट निकालिएको। कति समयसम्म हो हामीलाई यकिन नभए पनि एक समयमा अदनको सुन्दर बगैँचामा आदम र हब्बा शान्तिपूर्ण वातावरणमा रहन्थे। मानिसहरूले साथीभाइहरूसँग गफ गरे झैँ तिनीहरू सोही गर्थे र तिनीहरूलाई कुनै कुरा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखहरूको फल खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ। त्यहाँ प्राणीहरूमध्ये एउटा धूर्त सर्प थियो। शैतान त्यो अशुद्ध आत्मा जसले हामीलाई पाप गर्न उक्साउँछ। त्यो अशुद्ध आत्मा स्त्रीलाई परीक्षामा पार्नको निम्ति सर्पभित्र प्रवेश गर्यो। त्यो सर्पले स्त्रीलाई भन्यो, तिमी मर्ने छैनौ। परमेश्वरलाई थाहा छ कि यदि तिमीले त्यो फल खायौ भने तिमीहरू बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पाउनेछौ। हब्बाले सर्पको कुरा सुनिन् र उनले फलतिर आँखा लगाइन्। त्यसको स्वाद कति मिठो होला भन्ने सोचिन् र यसले उनलाई साँच्चै बुद्धिमानी बनाउँछ भनी दङ्ग परिन्। परमेश्वरको आज्ञालाई बेवास्ता गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग दिइन् र उसले पनि खायो। त्यस बेलुकी जब आदम र हब्बाले परमेश्वरको स्वर सुने, तिनीहरू पहिले झैँ परमेश्वरको सामु आउन सकेनन्, बरु डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा र कष्ट भोग्नेछौ। तिमी माथि तिम्रो श्रीमानले अधिकार गर्नेछ। परमेश्वरले आदमलाई भन्नुभयो, तैँले आफ्नो श्रीमतीको गलत कुरा सुनि मेरो आज्ञा उल्लङ्घन गरेको कारण त पनि तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउँडी बीचमा पसिना बगाउनु पर्नेछ। परमेश्वरले सर्पलाई पनि श्राप दिनुभयो। अनाज्ञाकारिताका कारण आदम र हब्बाले त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वारमा स्वर्गदूतहरू र ज्वालामय तलवार राखिदिनुभयो। शालोम।